अस्ति भर्खरै जनताले लखेटेर हेलिकप्टरबाट भागेका तपाईहरु अहिले कुन मुख देखाएर भोट माग्दै हिँड्नु भएको छ? 23 गतेको घटना 24 गतेको घटना घटाउनको लागि नियोजित तरिकाले बुनिएको। तपाई मेन पावर व्यापारी मान्छे विदेश जान छोडेर यही रोजगारी सृजना भयो भने त तपाईको मेन पावर व्यवसाय चौपट हुन्छ। तपाईले जित्नु भयो भने युवाहरुलाई यही रोजगारी दिने नीति बनाउनुहुन्छ कि छिटो विदेश पठाउने नीति बनाउनुहुन्छ? यही बस्ने नीति बनाउँछु। तपाईको व्यापार चौपट हुन्छ त्यसै? होइन, मेरो व्यापार त मैले 12 वर्ष भइसक्यो। मेरो गार्मेन्ट। तपाईहरुले देशलाई सिंगापुर बनाउँछु भनेर भन्नुभयो। देशलाई सिंगापुर त बनाइहाल्नु भयो। अब फेरि के बनाउनलाई चुनाव लड्नु परेको तपाईहरुलाई? राजनीतिक अधिकारको हिसाबले सिंगापुर भन्दा माथि लयौं। जाने पुल कहिले बनाउनुहुन्छ? त्यो ठेकेदार जसलाई परेको थियो गणेश लामा, नेपाली कांग्रेसको केन्द्रीय सदस्य, उहाँलाई डन पनि भन्छन्। उहाँले अलपत्र पार्नुभयो। अब हामीले चाहिँ नि एक गाउँ एक उत्पादन। तपाईलाई एक नम्बरमा जाँदाखेरि बाँदरले लखेटे कि लखेटेनन्? यो बाँदरले चाहिँ नि घरका भात पनि चाहिँ उडाएर लयो रे। मान्छे पिट्न थाले बाँदरले। हो। गाउँ छोडेर भाग्नु पर्ने अवस्था भयो मान्छेको। तपाई यहाँ बसेर एक गाउँ एक उत्पादन भन्दिनु भएको छ, सक्यो? होइन, त्यो सकिएको छैन। कानुन बनाउनु छ। बाँदर कसरी नियन्त्रण गर्ने? तपाईहरुको सत्ताको स्वार्थ मिल्दाखेरि चाहिँ जोसँग पनि लप परिहाल्ने, अनि स्वार्थ मिल्न छोडेपछि चाहिँ जोसँग पनि ब्रेकअप भइहाल्ने। त्यस्तो होइन। कुरा के छ भने एउटा सन्दर्भमा पार्टीहरू मिल्नुपर्छ। तपाईको पार्टीको विचार छैन, रासोपा कहाँ उभिने हो, कहाँ समाउने हो, कहाँ टेक्ने हो भन्ने कुराको टुङ्गो छैन। पूर्वीय पश्चिममा कुनै पनि विचारसँग सम्बन्धित बहस गर्न यही आए हुन्छ। म तयार छु। यो कलङ्कको टीका त्यो हत्याराको आरोप बोकेर चुनावमा भोट माग्न रमाइलै भएको छ त? कहाँ जलाइयो, कति मान्छे जले, भाट बटिनेमा चोर्न गएका मान्छे कति जले, अमृत गुरुङ जस्ता कास्कीकै मान्छेलाई घाँटी रेटी प्रहरीलाई कसरी मारियो। केपी ओलीले राजीनामा दिनुभन्दा अगाडिको जिम्मा लिनुहुन्छ? सबै जिम्मा होइन, नैतिक रूपमा। तपाईसँग बहुत पैसा छ भन्ने सुने मैले। कति पैसा छ तपाईसँग? पैसा छैन कहाँ। त्यस्तो मेरो चाहिँ गर्न नसकिने कुरा अब चाहिँ फ्याट्टै हुने कुरा के छ?